यस्तो चाहिँ पहिला पहिला कस्तो राम्रो खेतबारी थियो, कोदो रोप्ने मकै रोप्ने यस्तो यस्तो थियो। अहिले पनि यहाँतिर चाहिँ रोप्छ जस्तो छ, पानी परे होइन, मलहरू चाहिँ बोकिया रहेछ। यस्तो रहेछ, यतातिर पनि यस्तै छ। बाँकी हाम्रो बारीहरू भनेको त्यस्तै हो, पुरै जङ्गल भइसक्यो, कसैले के रोप्दैन। त्यही भएर गाह्रो छ। पहिला पहिला त केटाहरू हुन्थ्यो, बारीमा केही चिजहरू मकै सकै हरेक चिज रोपिन्थ्यो। अन्त केही छैन रोप्नलाई पनि, सब जनावरहरू आउँछ यतातिर है। यस्तो जङ्गल छ अहिले त, के रोप्ने सोप्ने केही छैन। मकै त त्यहाँतिर तलतिर रोपिरहेछ, तर जनावर आएर खाइदिन्छ। यस्तो पुरा जङ्गलै जङ्गल खेतबारीहरू, यो सबै हाम्रै हो। हाम्रो काकाको ठुलो भाउको हाम्रो सबैको छ, तर पुरै जङ्गल रोपेर केही उ लाग्दैन। तिनी भएको छ सब। यस्तो खेती नगरेपछि त बारी पनि बारी जस्तै हुन्छ। यो खेतबारी हो, यो खेती नगरेको हुनाले यस्तो जङ्गल देखेको मात्र हो। तर त्यहाँ पनि खेती गऱ्यो भने त मजाले खेती हुन्छ। अहिले म आउँदैन के जनावरहरू त्यहाँतिर आउँदैछ, भर्खरै भाग्यो त्यहाँतिर, कतातिर भाग्यो। बाँदर आउँछ अनि दुम्सीहरू के आउँछ यतातिर। खेती गर्दैन कसैले, त्यही भएर पनि हो। ल हेर्नुहोस्, पुरो बाँझो बारीको हालत यस्तो छ, बाँझो पुरा। यहाँदेखि तलतिर सबै, त्यहाँदेखि त्यहाँ माथि सब बाँझो खेत, सबै बाँझै बाँझो छ। कसैले रोप्दैन, खेती गर्दैन। सबैजना सहर बजार छिर्छन्, तराई छिर्छन्। त्यही भएर पनि हुनसक्छ, सब जङ्गलै जङ्गल छ। अब त हिँड्न पनि डरलाग्दो ठाउँ भइसकेको छ। जनावरहरू हुन्छ, यतातिर हिँड्न पनि गाह्रो छ। यता कोदो रोपेर नाल पनि काटेन छ।